हेलो गाइज, म चाहिँ आज मेरो पुकुलीको भ्लगमा आएको छु र पुकुली चाहिँ मैना पोखरी जानलाई खुसी हुँदै आएको चाहिँ मलाई भेट्नलाई। अनि पुकुली चाहिँ यहाँ स्कुटरमा चढेर दङ्ग परेर बसिरहेको चाहिँ होइन। म चाहिँ राइडर होइन, खतरा हेर्छौँ दिएको छ। अनि हामी चाहिँ तेल हाल्न गयौँ, तेल हाल्दा 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 हाले 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 अब चाहिँ लाग्यो। यस्तो दामी सिन देखेको थियो है, बाटोमा चाहिँ यस्तो दामी घाम लागिरहेको थियो। अनि त्यसपछि घाम लाग्दा हामी भात खानु भोक लाग्यो। अनि त्यसपछि हाम्रो पुकुली गम चामलको भात खानु थालिन् होइन। अनि त्यस पछाडि कोही चम्चाले कोही हातले दिँदै कोही केलाउँदै होइन। अनि त्यसपछि हामी चाहिँ यो ठाउँबाट खाना खाएर टक्क लाएर निस्किन रेडी भयौँ आफ्नो गन्तव्यतिर होइन। अनि त्यस पछाडि टक्क दामी काहीँ हुस्सु लाग्दै काहीँ बाटो यस्तो दामी थियो होइन, गाइजहरू होइन। अनि त्यस्तै हो। अनि ऊ जितेर गयो। अनि कामरा चाहिँ यहाँ उठेर पोज दिँदै थिइन् होइन, पछाडिबाट दामी देखिन्छ होइन। तर ऊ चाहिँ हुडी लाएर बसिरहेको थिइन् र हामी चाहिँ यस्तो बाटोमा एउटा दामी अब ह्यान्डसम त छँदैछु म, त्यही मान्छेको फोटो हेर्दै बसिरहेको थिएँ। अनि ल हामी त कहाँ कहाँ गयो त्यस पछाडि हेर्नु न गाइज, लास्टमा चाहिँ यस्तो दामी दामी झरनाहरू थियो होइन। अनि हामी खाजा खायौँ, खाजा खाएर सामान बोक्यौँ, के गऱ्यौँ गाइज। अनि हामी चाहिँ घर लाग्यौँ। तर घर लागेको चाहिँ हामीले भिडियो बनाउन सकेनौँ पुरै। त्यसको लागि चाहिँ हामी हृदयदेखि नै सरी माग्दछौँ। धन्यवाद।